बिचरा आमाको मन न हो भुन्टीलाई त्यो सपनामा त्यस्तो लडेको देख्दा पनि आमा एकदमै चिन्तित हुनुभएको छ, आत्तिनु भएको छ। कसको आमा नआत्तिनु होला र यस्तो अवस्थामा भुन्टीलाई लडेको देख्दा छटपटिएको देख्दाखेरि आमाहरूको मन अवश्य छटपटिने स्वाभाविकै हो। अझ फोन पनि नउठ्ने छटपटिएको त्यस्तो सपनामा देखेकी छन् र फोन हान्न लगाउँछिन् अनि फेरि फोन उठ्दैन भुन्टीको। त्यो भएर आमा एकदमै आत्तिनु भएको छ। कोले हेर्नुभयो यो एपिसोड, मलाई त एकदमै त्यो हेर्दाखेरि नि झसङ्ग भएँ। किन भुन्टी साँच्चीकै त्यस्तो अवस्थामा पुग्नु भएको हो कि भनेर म पनि झसङ्ग भएँ। आखिर सपना रहेछ, यो सपना नै होस्, भुन्टीलाई यस्तो अवस्थामा देख्न नपरोस्। एकदमै मलाई त यो नयाँ भाग एकदम राम्रो लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। भुन्टीले सदा दुःख पाएको मात्रै हेर्न चाहने को हुनुहुन्छ या सुख पाएको हेर्न चाहने को हुनुहुन्छ कृपया कमेन्ट गर्नुहोला। फेरि अर्को भिडियोको साथ तपाईँहरू माझ उपस्थित हुनेछौँ। अहिलेलाई नमस्कार।